नमस्कार दर्शकवृन्द, तपाईहरु हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको कार्यक्रम मेरो गजल। यदि तपाईहरुलाई गजल लेख्न सुन्न मन पर्छ भने कृपया हामीहरुसँग जोडिनु होला। गजल एउटा शब्द होइन, गजल एउटा स्पर्श हो, भाव हो, मनको भावना हो, मनको पीडाहरू हो। त्यसैले तपाईलाई गजल मन पर्छ भने कृपया हामीहरुसँग जोडिनु होला र तपाईहरुले गजल लेख्नुहुन्छ भने कृपया हामीहरुसँग पठाउनु होला। हामी तपाईहरुको गजल पनि वाचन गर्नेछौँ। गजल पठाउँदाखेरि तपाईले नाम, ठेगाना र आफ्नो फोटो पठाउनु भयो भने हामीहरुलाई सजिलो हुनेछ। आज म शहरमा गएको एउटा साथीलाई सम्झेर गजल वाचन गर्न गइरहेको छु। आशा छ यो गजल उसँग पक्कै पुग्नेछ। ढिला नगरी सुरु गरौँ गजलतर्फ। त सहर त भिड भयो भन्छस् नि साथी, त सहर त भिड भयो भन्छस् नि साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। त सहर त भिड भयो भन्छस् नि साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। त सहर त बिरानो भयो भन्छस् नि साथी, त सहर त बिरानो भयो भन्छस् नि साथी, यहाँ गाउँमा मसँग मन खोल्ने कोही छैन। त सहरको ठाउँ हो, दुःख पर्दा बिरामी पर्दा कोही आफन्त छैन भन्छस्। त सहरको ठाउँ हो, बिरामी पर्दा दुःख पर्दा कोही आफन्त छैन भन्छस्। यहाँ बुढा बा आमालाई बिरामी हुँदासम्म औषधि घोल्ने कोही छैन। यहाँ बुढा बा आमालाई बिरामी पर्दा समेत औषधि घोल्ने कोही छैन। त सहर बिरानो भयो भन्छस् साथी, त सहर बिरानो भयो भन्छस् साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। यही दुई चाक खाना बस्न मात्र सहर पसेको हो, नत्र रहर छैन भन्छस्। यही दुई चाक खाना बस्न सहर पसेको हो, नत्र रहर छैन भन्छस्। यहाँ खेतबारी त बाँझै रह्यो, करेसा बारीसम्म मोल्ने कोही छैन। यहाँ खेतबारी त बाँझै रह्यो, करेसा बारीसम्म मोल्ने कोही छैन। त सहरमा भिड भयो भन्छस् साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। बुबा आमा छोराछोरी आउने आसमा रुँदै आँसु झार्दै बसिरहेका छन्। बुबा आमा छोराछोरी आउने आसमा रुँदै आँसु झार्दै बसिरहेका छन्। यहाँ मलामीको त के कुरा गरौँ साथी, यहाँ मलामीको त के कुरा गरौँ साथी, मरेको लासलाई समेत पोल्ने कोही छैन। त सहर बिरानो भयो भन्छस् नि साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। त सहर त बिरानो भयो भन्छस् नि साथी, यहाँ मसँग मन खोल्ने कोही छैन। त सहरमा भिड भयो भन्छस् साथी, यहाँ गाउँमा मसँग बोल्ने कोही छैन। दर्शकवृन्द, तपाईहरुलाई आजको गजल कस्तो लाग्यो? कृपया यदि तपाईहरुलाई यो गजल राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि यो भिडियोलाई सेयर गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला। अहिलेलाई बिदा हुन्छु। नमस्कार।